ओम शान्ति। यहाँ हामी बोखिम भोजपुरको बोखिम गाउँमा गएका थियौँ अम्बक टिप्न। अझै पनि गाउँघर रमाइलो हेर्नलाई। के खानुभएको अम्बक आमाहरूको। यहाँ हामी घुम्दै जाने क्रममा एकजना आमा हुन्थ्यो जसको छोरी पनि श्रीमान पनि धेरैजनाको डेथ भएको। उहाँले आफ्नो समाचार सुनाउँदै हुन्थ्यो। अलि नमिठो लाग्यो, अलि नरमाइलो लाग्यो, तर पनि आमा यति हँसिलो एकदमै खुसीले उहाँको अनुहारमा कुनै दुःखको झलक देखिएको थिएन। र उहाँले आफ्नो घर लानुभयो, सुन्तला पनि खुवाउनुभयो, अम्बक पनि दिनुभयो र यहाँ आमाहरूकै मिल्ने साथी नै हुनुहुन्छ। खुसी लाग्यो आमासँग भेटेर। र यहाँ हेर्दै हुन्छ हामी गाउँ यहाँ सुन्तला टिप्दै र त्यहाँ गएर पनि गाउँमा सबैसँग भेटघाट गर्दा अत्यन्तै रमाइलो खुसीको क्षण रहेको थियो। अति नै सुन्दर गाउँघर नै। र सबैजना अहिले धान काट्ने बेला भएकोले गर्दा धेरैजसो धान काट्न नै जानुभएको थियो। र कोही बिटो लाउँदै, कोही धान काट्दै राम्रो समय रहेको थियो। ओम शान्ति। नमस्ते।